हेलो गाइज नमस्ते। हामीहरू हेर्नुहोस् केही दिन अगाडि लिड सिटी घुम्न गएका थियौँ, तर यो चाहिँ अब भोइस ओभर गर्न नपाएर यो भिडियो त्यस्तै ड्राफ्टमा रहेको थियो। अनि हामीले सोच्यौँ यसपालि यो भिडियो चाहिँ भोइस ओभर गरेर हालौँ त भनेर। ल हेर्नुहोस् हामीहरू अहिले ट्रेन यात्रामा छौँ। अब लिड्स पुग्यौँ। हेर्नुहोस् यो लिड्सको टर्मिनल हो र हामी चाहिँ लिड्सको चाहिँ ट्रिनिटी मलमा पनि गयौँ। नयाँ केक ग्याजेट्सहरू पनि हेऱ्यौँ। त्यसपछि केही फोटोहरू खिचायौँ, भिडियोहरू पनि बनायौँ हामीले। र यो यता म छु हेर्नुहोस् त। अनि मेरो बुढी, मेरो वाइफ पिङ्की, र त्यसपछि ऊ पिङ्कीले पोज दिँदैछ। अनि हेर्नुहोस् यो चाहिँ ट्रिनिटी मल हो लिड्सको। अनि हामीले यो मल चाहिँ साह्रै इन्जोय गऱ्यौँ, घुम्दाखेरि साह्रै राम्रो लाग्यो। त्यसपछि हामी बाहिर आयौँ र बाहिर आएर यस्तै भिडियो बनाउँदै खुसी हुँदै हामीहरू चाहिँ लिड सिटी एक्सप्लोर गर्नतिर लाग्यौँ होइन। अनि हेर्नुहोस् त बेला बेला फोटो खिच्ने, भिडियो बनाउने। अनि हामी चाहिँ लिड्सको म्याकडोनल्डमा गएर भोक पनि धेरै लागिसकेको थियो। त्यही भएर हामीले केही नगेट्सहरू खायौँ र बर्गर पनि साथमा थियो। र सँगसँगै चाहिँ हामीले त्यहाँदेखि खाइसकेपछि हामीहरू निस्क्यौँ बाहिर एकदमै लग्जरी ब्रान्डहरू हेर्नका लागि। किन्न सक्ने क्षमता चाहिँ थिएन, तर चाहिँ हेरेरै भए पनि एकदमै चित्त बुझायौँ हामीले लग्जरी ब्रान्डहरू हेर्दाखेरि। साह्रै इन्जोय आयो। यो चाहिँ भिक्टोरिया सिक्रेट्स हो होइन, भिक्टोरिया सिक्रेट। र त्यसै गरी त्यसपछि हामी गयौँ जारातिर पनि गएको थियौँ हामीहरू चाहिँ। र त्यसपछि थुप्रै अन्य पनि दोकानमा हामी गयौँ, जस्तै बर्बेरीको थियो, गुचीको थियो होइन। र यो चाहिँ लिड्सको सिटी स्क्वायर हो। र हेर्नुहोस् है, हामी तपाईँलाई केही क्लिपहरू पनि यसैमा हामीले एट्याच गरेका छौँ। साह्रै मजा पो आउँदो रहेछ लग्जरी सामानहरू, पर्फ्युमहरू हेर्दाखेरि त आहा कहिले किन्न सकिने होला जस्तो लाग्यो। आकाशको फल आँखातरी मर जस्तो। हेर्नुहोस् त आहा जति हेरे पनि हेरौँ लाग्ने, हेरौँ लाग्ने। हे प्रभु, ल हेर्नुहोस् त कस्ता कस्ता ब्रान्डहरू छन्। हाम्रो नेपालमा पनि ब्रान्डहरू पाइन्छन् होला, तर हामीले त नेपालमा लाउन पाएनौँ। यहाँ पनि कहिले लाउन पाउँला भनेर आशा गरेर बसेका छौँ, तर अहिलेको स्थितिमा लाउन सम्भव छैन। म यही कुरा मेरो बुढीलाई सम्झाइरहेको छु, तर बुढीले बुझे पो त। त्यही पनि भित्र गएर यसो हेऱ्यौँ, हामीले जुत्ताहरू हेऱ्यौँ होइन, कपडाहरू हेऱ्यौँ। साह्रै इन्जोय गऱ्यौँ। आहा यति महँगो कपडा पनि मान्छे लाउँदो रहेछन्, यस्तो सामान पनि पाइँदो रहेछ दुनियाँमा। ल 720 पाउन्डको ज्याकेट रेट। ल यो जुत्ता हेर्नुहोस् त कति 400 कति पाउन्डको जुत्ता नै छ। यो 415 पाउन्डको ल सुज हेर्नुहोस् त। यो क्याप तपाईँले गुचीको क्याप हो यो चाहिँ। यो पनि 200-250 पाउन्डको थियो। र त्यसपछि हामी फेरि बाहिर आयौँ। बाहिर लिड सिटीको क्रिसमसको रौनक हेर्नुहोस् त। चारैतिर झिलिमिली, चारैतिर उज्यालो, कस्तो रमाइलो भने। यस्तै हाम्रो नेपालको दीपावलीको याद आयो मलाई त यो देखेर। साह्रै इन्जोय। यो बजार पनि कस्तो सजाएको, यिनीहरूले सजाउन त यिनीहरूले नै जानेका रहेछन् कि खैरीहरूले। हामीले पनि त्यसरी च्याट्ट सजाउन पाएको भए आफ्नो देश कस्तो राम्रो हुन्थ्यो होला है गाइज। हाम्रोतिर त अलि धुलो धुवाँले नै फोहोर पारेको हुन्छ, यहाँ चाहिँ धुलो धुवाँ कतै भेटिन। साह्रै इन्जोय लाग्यो। अझ धेरै बस्ने मन थियो, तर के गर्ने साँझ भइसकेको थियो। त्यसपछि अझ हामी थोरै पोज दिँदै यताउता इन्जोय गर्दै हेर्दै बिस्तारै चाहिँ हामीहरू आफ्नो टर्मिनलतिर, रेलवे टर्मिनलतिर लम्किरहेका थियौँ। साह्रै नै इन्जोय भयो गाइज। र यो यस्तै यात्रा जिन्दगीभर गरिरहन पाए कस्तो रमाइलो हुन्थ्यो युकेमा। तर के गर्ने, कामको प्रेसरले गर्दा यस्तो ट्रिपहरू हामी बढी गर्न पाउँदैनौँ। थोरै ट्रिपहरू गरेर आएका हुन्छौँ। बेला गरे पनि सबै हाल्न मिल्दैन। हेर्नुहोस् त आहा। अनि चाहिँ यो फेरि हामी चाहिँ एलेनियारको ट्रेनमा चढेर ब्राडफोर्ड फिर्ता भइरहेका छौँ। यो मेरो बुढीले ट्रेनमा पनि पोज दिन छोडिन, कठैबाट उसको चाहिँ फोटो खिच्ने सोख